बिदा हुन्छु। मैले बाल कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको। आज म नेपाली कांग्रेस पार्टीको सभापति छु। पार्टी कार्यालयमा जाँदै गर्दा कहिलेकाहीँ एक्लै सम्झन्छु, जननायक बीपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हाल्ने अवसर म जस्तो एउटा सामान्य नागरिकका लागि ठूलो कुरा हो। म गौरव गर्छु। पुराना कुराहरू सम्झेर रोमाञ्चित पनि हुन्छु। तर गएको 10-12 वर्षमा मेरो पार्टी समेत संलग्न भएर गरेका कतिपय कामहरूका सन्दर्भमा मेरो शिर निहुराउँछु पनि। म ग्लानीको बोध पनि गर्छु र म आत्मआलोचित पनि हुन्छु। गएको 10-12 वर्ष हामीले केवल एउटा कुरा हेर्यौं, निर्वाचन जित्नै पर्ने। त्यो निर्वाचनबाट सरकारमा पुग्नै पर्ने। सरकारमा पुगेर शक्ति चाहिने। शक्ति के को लागि चाहिने भन्दा घरको लागि चाहिने, परिवारका लागि चाहिने, आफ्ना लागि चाहिने। यो गल्ती गएकै हो, यो गल्ती भएकै हो र यसका निम्ति गठबन्धनको राजनीतिमा लाग्यौं, यसका निम्ति भागवण्डाको राजनीतिमा लाग्यौं, सफा गर्ने कोसिस गर्यौं, हामीले सकेनौं। भाद्र 23 र 24 गते एउटा ठूलो झड्का लाग्यो। थुप्रै युवाहरूले शहादत प्राप्त गरे। हामीले पनि महसुस गर्यौं अब अबेर गरेर हुँदैन, अब सानो सानो धक्का दिएर हुँदैन। आफ्नै पार्टीभित्र लड्यौं, विद्रोह गर्यौं। बाहिर सफा गर्नुभन्दा पहिला आफ्नै घर सफा गर्नुपर्छ भन्ने ठान्यौं। सभापतिजी र साथीहरू, बाहिर लड्न सजिलो हुँदो रहेछ, आफ्नो घरभित्र लड्न गाह्रो हुँदो रहेछ। किनकि त्यहाँ नाता पर्छ, त्यहाँ सम्बन्ध हुन्छ, त्यहाँ माया हुन्छ, त्यहाँ सम्मान हुन्छ। तर हामी लड्यौं। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ। सुशासन तपाईहरुको मन्त्र छ, तपाईहरुले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईहरुले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं। तपाईले नगर्नु होला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नु होला। हामीले ढिलो गर्यौं, त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौं। हामीले ढिलो गर्यौं। त्यसबाट पनि सिक्नु होला। तपाईहरु प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नु होला, साहस गर्नु होला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईले राख्नुपर्छ भन्ने ठान्दछु।